युवराज धेरै वर्षपछि विदेशबाट आफ्नो गाउँ फर्किँदै थियो। ऊ आज आफ्नो घर आउन पाएकोमा निकै खुसी थिए। घर आउँदै गर्दा बाटोको चौतारोमा साथीहरू भेट्छन्। साथीहरूले भन्छन्, ओहो युवराज, तिमी विदेशबाट धेरै वर्षपछि आयौ त। आज साथीभाइ रमाइलो गर्नुपर्छ। साथीले यति भनिसकेपछि उनीहरू एउटा भट्टीमा रक्सी खान बस्छन्। रक्सी खाँदा खाँदै कहिले 9 बजिसकेको रहेछ। युवराजलाई पत्तै भएन। रक्सी खाएपछि सबै साथीहरूसँग बिदा बारी गरी आफ्नो घरतिर लाग्छन्। युवराजको घर अलि माथि डाँडामा थियो। युवराज उकालो र जङ्गलको बाटो हुँदै आफ्नै घरतिर जाँदै थिए। युवराज हिँड्दै गर्दा अलि अगाडिको जङ्गलको बाटोमा एउटी राम्री केटी उभिरहेको देख्छन्। अनि युवराजले त्यो उभिरहेकी केटीसँग सोध्छ, तिमी यो जङ्गलमा किन उभिरहेकी? तिम्रो घर कहाँ हो र? त्यो केटीले भन्छन्, मेरो घर पारी गाउँमा हो र म मेरो मामा घर जान लागेकी। मेरो मामा घर अलि माथि पाखोमा छ। यतिकैमा युवराजले सोध्यो, तिम्रो मामाको नाम के हो? त्यो केटीले जवाफ फर्काउँदै भनिन्, मेरो मामाको नाम पासाङ लामा हो। युवराजले भने, ए हो र? पासाङ त मेरो गाउँले दाइ पर्नुहुन्छ र म उहाँलाई राम्रोसँग चिन्छु। फेरि युवराजले ती केटीलाई सोधे, किन ढिलो हिँडेको? अलि बेलैमा हिँडेको भए हुन्थ्यो। केटीले जवाफ फर्काउँदै भनिन्, हेर्नु त बेलैमा हिँडेको, तर उकालोले गर्दा निकै थाकियो अनि थकाइ मार्दै हिँड्दा अबेर भइयो। युवराजले भने, ए ल उसो भए सँगै जाउँ। उनीहरू दुवैजना सँगै हिँड्छन्। अलि माथिसम्म हिँडेपछि दोबाटो आउँछ र उनीहरू जानुपर्ने छुट्टा छुट्टै बाटो रहेछ। युवराजले भन्छन्, ल बहिनी, यताबाट तिमी आफ्नो घर जाऊ, म पनि आफ्नो घरतिर लाग्छु। अनि त्यो केटीले मुस्कुराउँदै हस् भनेर ऊ लागि। युवराज आफ्नै पारामा हिँड्दै थियो। अचानक एउटी केटी भिरको छेउमा उभिरहेकी देख्छन्। युवराजले अलि नजिक गएर हेर्दा त त्यही अघि दो बाटोमा छुटिएको केटी पो रहेछ। युवराज अचम्ममा पर्छ। यो केटी र म अघि भर्खर त्यो दो बाटोमा हामी दुईजना छुटिएका थियौँ। फेरि यो बाटोमा म भन्दा अगाडि यति छिटो कसरी आइपुगी? युवराजले यो कुरा सोच्दै थियो कि अचानक त्यो केटीले उभिरहेको भिरबाट गर्लम्म हामफाली। यो दृश्य देखेर युवराजको शरीरभरि डरले काँडा उम्रेर आयो। मुटु नै फुट्ला जस्तो भयो। रक्सीको नसा एकैछिनमा हरायो। मनमा अनेकौं डरलाग्दा कुराहरू खेल्न थाले। यो के देखेँ मैले? अनि युवराजले मुटु दर्रो बनाई अलि अगाडि गएर भिर माथिबाट तल हेर्दा त त्यहाँ कोही पनि थिएन। यो दृश्य देखेर युवराजको होसै हरायो। उसको मनमा भूकम्प गएको थियो। त्यसपछि युवराज डरले त्यहाँबाट चिच्याउँदै दौडे। उसलाई आफ्नो गाउँ र घरको बाटो राम्रैसँग थाहा भए पनि त्यो रातको जङ्गल नर्क जस्तो अँध्यारो लागिरहेको थियो। हरेक झाडी र रुखका हाँगाले उसैलाई तर्साएको जस्तो महसुस भइरहेको थियो। दौडिँदा दौडिँदै पछाडिबाट कसैले उसको जिउमाथि हमला गरेको जस्तो महसुस भयो र युवराज यतिकैमा तल लड्यो। लडेको ठाउँबाट युवराज फेरि उठेर दौडिन थाल्यो। डरले काम्दै युवराजले आफ्नो सुटकेस त्यही छोड्यो र ज्यान जोगाउन सकिन्छ कि भनेर जोडले आफ्नो घरतिर दौडियो। दौडिँदै गर्दा केही अगाडि फेरि त्यही भिरबाट हाम फालेको केटीलाई देख्यो।
झन् यस्तो देखेपछि युवराज पागल झै चिच्याउँदै झन् जोडले दौडिन थाल्यो। दौडिँदै जाँदा ऊ आफ्नै घरको आँगनमा आइपुग्यो। घरको ढोका जोड जोडले ढकढकायो र ठुलो स्वरले आमा भन्दै चिच्यायो। युवराज डरले फुत्त घरभित्र पस्यो र आमाले ढोका लगाए। युवराजको अनुहार डरले रातो र कालो भएको र ऊ थरथरी कामिरहेको देख्नुभयो। आमाले सोध्नुभयो, के भयो बाबु, किन यसरी आत्तिएको? उसको मुखबाट आवाज निस्किरहेको थिएन। बिस्तारै पानी पिएर शान्त भएपछि उसले आमालाई बाटोमा भएको सबै घटना सुनायो। पासाङ लामाको भान्जीले उसलाई बाटोमा भेटेको, दो बाटोमा छुटिएको र फेरि अगाडिको बाटोमा आएर भिरबाट हाम फालेको सबै कुरा बतायो। आमाले युवराजको कुरा ध्यान दिएर सुन्नुभयो। युवराजको कुरा सुनेपछि आमाको अनुहार पनि गम्भीर भयो। आमाले दुखी हुँदै बिस्तारै भन्नुभयो, बाबु, तिमीले भेटेको त्यो केटी पासाङ लामाकी भान्जी हुनै सक्दिन, किनभने पासाङ लामाको भान्जी त 6 महिना अघि नै बितिसकेकी छिन्। उनी यो संसारमै छैनन्। युवराजलाई यो कुराले झन् ठुलो धक्का लाग्यो। के भन्नुभएको आमा? हो बाबु, पासाङको एकमात्र भान्जी थियो जुन त्यही भिरबाट लडेर बितेका थिए। ठ्याक्कै त्यही भिरनिर जुन भिरमा तिमीले त्यो केटीलाई हाम फालेको देख्यौ। आमाको यो कुरा सुनेर युवराजको पुरै शरीर चिसो भएर आयो। उसँग कुरा गर्ने, सँगै हिँड्ने र अन्तमा भिरबाट हाम फाल्ने त्यो केटी कुनै मान्छे नभई एउटा किटकनिया पो रहेछन्, जसले मानिसहरूलाई तर्साउने र आफ्नो मृत्यु भएको ठाउँमा बोलाउँछन्। युवराजको आँखाबाट आँसु झर्यो। धेरै वर्षपछि गाउँ फर्किएको युवराजलाई पहिलो रात नै एउटा डरलाग्दो किचकनियाको अनुभव भएको थियो। त्यो रात ऊ निदाउन सकेन। युवराजलाई जीवनभर त्यो डरलाग्दो घटनाले सताइरहनेछ। अब उसको नजरमा त्यो सुन्दर गाउँ केवल एउटा डरलाग्दो रहस्यले भरिएको जङ्गल थियो। यो कथा तपाईलाई कस्तो लाग्यो? यदि यो कथा तपाईलाई मन पर्यो भने कृपया लाइक, कमेन्ट अनि सब्स्क्राइब पनि गरिदिनु होला।